अनि अन्डर 21 अगेन्स्ट फुलहमको गेममा चाहिँ हि वाज इन द बेन्च अनि हि इन्सपायर्स फ्रम डेक्लन राइस रहेछ। र एउटा रमाइलो कुरा के छ भने सो धेरैजनाले कसरी पुग्यो के पुग्यो भन्नुहुन्छ। हाम्रो एकजना नेपाली हुनुहुन्छ, हिज नेम इज हिश लामा। उहाँको एनहान्स ट्रेनिङ पर्फर्मेन्स भनेर उहाँ अहिले युके बेस्ड हुनुहुन्छ भने उहाँ युएस पनि ट्राभल गर्नुहुन्छ। सो हि हेज हिज प्रोफाइल अन इन्स्टाग्राम। सो उहाँ त्यहाँ तपाईँले हेर्नुभयो भने हि ट्रेन्स एन्ड उहाँले ट्रेनिङ पनि गर्नुहुन्छ प्लेयरहरूलाई, तर त्यो प्लेयरहरूलाई क्लबहरूमा पनि अनुबन्धित गराउनलाई हेल्प गर्नुहुन्छ। हिश लामा स्काउट अनि एजेन्ट टाइपको Yes. स्पेलिङ भन्दैन सो अडियन्स नोस। एनहान्स ट्रेनिङ अन्डरस्कोर पर्फर्मेन्स भनेर छ उहाँको। सो यु गाइज क्यान लुक अबाउट द्याट, त्यसमा चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। र अर्को उहाँको एउटा रमाइलो कुरा चाहिँ के छ, कहाँ पुग्यो, ओके छ भने हिज अ कोच मेन्टोर ट्रेन्ड प्लेड नेसनल टिम एन्ड प्रोफेसनल क्लब। आई थिङ्क नेपाललाई पनि खेल्नु भएको प्लेयर हो उहाँ होइन। अनि एमएससी इन स्पोर्ट्स म्यानेजमेन्ट गर्नुभएको थियो एज अ एथलिट स्कलरसिप। अनि उहाँसँग मेरो फोनमा कन्भर्सेसन हुँदा पनि उहाँले के भन्नुभएको थियो भने आई एम फोकस टु गिभ लाइट टु नेपाली प्लेयर्स अर प्लेयर्स अफ नेपाली ओरिजिन। उहाँ साम्बाको फरेन एजेन्टहरूसँग पनि एकदम राम्रो क्लोज कन्ट्याक्टमा हुनुहुँदो रहेछ। बट भनेको के हो भने हाम्रो कोही नेपाली छ जसले विदेशमा बसेर नेपालीलाई चान्स दिइरहेछ के। सौरभ इज अ भेरी गुड एक्जाम्पल अफ दिस। अनि मलाई दामी लागेको कुरा चाहिँ के भने सौरभको टक्क परमाटा सागरसँगको फोटो, इट्स अ बिग डिल नि दाइ। सो हामीले अघि देखाएको थियौँ। सो अल द बेस्ट टु सौरभ यो कुराको लागि। र अझै पनि नेपाली प्लेयरहरूलाई यसरी हामीले ठुलो क्लबमा देख्न पाइरहौँ। एन्ड वन्स अगेन स्पेसल मेन्सन टु हिश फर हिज एफर्ट अन हेल्पिङ आउट नेपाली प्लेयर्स अर प्लेयर्स अफ नेपाली ओरिजिन। And we are ready